भाइको लागि एउटा सानो घर बनाइदिन मन छ दर्शकवृन्द। म दुई हात जोडेर दर्शकहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु। अब एउटा पुण्यको काम फेरि एउटा गर्न मन छ भाइको लागि, भाइको परिवारका लागि। यहाँ एउटा सानो घर बनाइदिन मन छ, टिन लगाएको सानो एउटा घर, धेरै पनि लाग्दैन होला, 3-4 लाखमै हामीले घर निर्माण गर्न सक्छौँ होला। त आँट म पुर्याउँछु भन्छन् भगवान्ले पनि, हामी आँटेका छौँ। रामदीपुला ताराने बित्तिकै बाँचे भेट मरे त यतिकै। रामदीपुला ताराने बित्तिकै बाँचे भेट मरे त यतिकै। यति नै। कस्तो लाग्यो? राम्रो लाग्यो, तिमी जस्तै राम्रो। चुप्प लाग्यो कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो बाबु है। अब तिम्रो घर नयाँ बनाइदिने हो है हामीले सबै मिलेर, दर्शकहरू हामी सबै मिलेर। दर्शकहरूलाई के भन्न चाहन्छु भन त? ल, धेरै धेरै धन्यवाद। सहयोग गर्नु होला भन्न चाहन्छु। अनि अब के सहयोग गर्ने? मेरो घरमा सहयोग गरिदिनु होला। मेरो खुसी भन्दाखेरि पनि मेरो आमा बुवाको खुसी हुनुहुन्छ होला सायद। तपाईँहरूले सहयोग गर्नुभयो भने। धेरै पहिल्यैदेखि चाहना थियो कि एउटा घर बनाउनु भन्दा म धेरै अब कता कता गएँ कमाउन, तर सकिनँ। कहिले अब बच्चै थिएँ, कहिले के भयो त्यो कसैले ठग्यो होला, कसैले के भयो होला, त्यही भएर कमाउन सकिएन। साँच्चै आफ्नो लागि त धेरैले सोच्छन्, तर आमा बुवाको खुसीको लागि सोच्ने त्यो छोरा महान छोरा हो। आज विनोद भाइले त्यो प्रमाणित गरेर देखाइरहेका छन्। साँच्चै उनको बोलीमा कति धेरै सत्यता छ, कति धेरै वास्तविकता छ, कति अर्ग्यानिक छ उनको स्वर, उनको आवाज। आज तपाईँ हाम्रो मद्दतले यो एउटा परिवार जो अरूको घरमा शरण लिएर वर्षौँदेखि बसिरहेको छ, यो परिवारको उद्धार गर्न सकियो भने साँच्चै हामीलाई धर्म कमाउन कहीँ जानु पर्दैन। यो भिडियोको स्क्रिनमा हाम्रो मोबाइल नम्बर छ, तपाईँहरूले डाइरेक्ट हामीलाई सम्पर्क गरेर के कति सहयोग गर्न चाहनुहुन्छ सहयोग गरिदिनु होला। र हामीले सबै मिलेर, तपाईँ अनि हामी सबै मिलेर भाइको लागि, भाइको परिवारको लागि एउटा सानो घर बनाउन सकियो भने साँच्चै नै हामीलाई धेरै धर्म मिल्छ होला भन्ने हामीले महसुस गरेका छौँ। यहाँदेखि उता भान्सा गर्ने ठाउँ थियो, यहाँदेखि बाख्राहरू